वेलकम टु माई गाउँ रमाइलो युट्युब च्यानल। दर्शकबिन, मैले आफ्नै बारीमा आज टमाटरमा औषधि छर्किँदैछु। देख्न सकिन्छ मैले यहाँ हालिसकेको छु दबाई, डरलाको दबाई। 3-4 दिन पानी परेको थियो, एकदम कुहिरो लागेको थियो। त्यसले गर्दा पातहरू देख्न सकिन्छ मैले सबै काट्दै डरले लाएर खत्तम पारेको थियो। यता पनि खत्तम पारेको छ, यो टनल पनि मैले पात काटेर सिक्री पारेको छु। अब दोबारा फेरि दबाई हान्दाखेरि तपाईँको दोबारा फेरि पलाउँछ। दबाई हानेपछि नहानेपछि टुप्पाहरू सबै जान्छ नि, दानाहरूलाई पनि असर गर्छ नि। त दाना राम्रा छन्। दर्शकबिन, देख्न सकिन्छ मैले 2.5 लिटरको यो दबाई लिएका छु दबाई हाल्नलाई। दबाई बनाएर छर्कन देख्न सकिन्छ, यसरी छिर्किन्छ दबाई औषधि। टमाटरमा देख्न सकिन्छ यिनी टुप्पा फुलहरू खिलेका छन्, त्यहाँ हान्नुपर्छ। ल हेर्नुहोस्, बिचमा पम्प दिनुपर्छ। यसलाई पम्प नदियो भने फेरि तपाईँको यसमा यसले प्रेस गर्दैन। देख्न सकिन्छ यसलाई यसरी हामीले पम्प दिने लानुहोस् है दर्शकबिन। लानुहोस्, यस्तो गरेपछि यस्तो दबाई छिर्किने गर्छ। देख्न सकिन्छ दानाहरू एकदम राम्रा छन्। देख्नुहोस् राता टमाटरका दानाहरू पनि छन् है दर्शकबिन, देख्न सकिन्छ त। पर डरालाई धेरै नै टमाटरमा धेरै छिटो रोग लाग्ने गर्छ। धेरै दिनको पछि म आफ्नै बारीको टमाटरहरू देखाउँदैछु दर्शकबिनहरूलाई। म आरामले औषधि छर्किँदैछु दर्शकबिनहरू, देख्न सकिन्छ है। दर्शकबिन, उता दबाई छिर्किँदैछु, यता लसुनहरू लागेको यस्तो भएको छ। यता मेथीहरू सरेको छु, आलुहरू पनि डरले लागेको थियो। 2-3 चोटि म त दबाई हानेको छु आलुमा। देख्न सक्छु यो आलु हो, यो मेरो बारी छ। देख्न सक्छ यता तोरीहरू फुलेको छ। अहिले बिचमा पानी आएर हल्का राम्रो भएको छ। अनि थिएन, पानी नआउँदा धेरै नै बिग्रेको थियो, अहिले राम्रो भएको छ। त्यो दर्शकबिनहरू, हजुरकातिर के कस्तो छ? धेरै दर्शकको अहिले आलु डढेरमा लागेको छ, पर मेरो यति बेला हल्का ठिकै छ भन्नुपर्छ। हल्का फुल्का लागेको छ डढेलो कति। त्यहाँ फेरि देख्न सकिन्छ यसमा आलु लाग्दाखेरि डढेलोको पात यस्तो लाग्छ। लानुहोस्, यता छोइसकेको छ। लानुहोस् लानुहोस्, यो डल्ला खत्तम हुन्छ। लानुहोस् है, म दबाई छिर्किँदैछु है।